हेलो नमस्ते सबैजनामा। आज फेरि हामी चाहिँ अलिक धेरै पछि है 2-4 दिनको लागि ट्राभलमा निक्लिँदैछौँ है। साथी उता ओकिनावाबाट चाहिँ यता घुम्नु आउने भन्ने भएकोले गर्दा चाहिँ हामी चाहिँ 2-4 दिनको लागि कामसाम छुट्टी लिएर ट्राभलको लागि जाँदैछौँ होइन। टक्क बाहिर खाजासाजा खाएर यसो केटोलाई आधी घन्टा जति कुरेर केटो बल्ल बल्ल आइपुग्यो है। त्यहाँदेखि चाहिँ होटलतिर लाग्यो। होटलमा पुगेर टक्क चेक इन पनि गरिसक्यो। लगभग चेक इन गर्दा लगभग एकदम रातै परिसकेको थियो होइन। 7 बज्नु लागिरहेको थियो। त्यही भएर चेक इन गरियो अलिक छिटै। अलिकति भिड थियो चेक इन पनि है। टक्क चेक इन गरेर रुमतिर लाग्यो। रुममा गएर होइन टक्क रुम हेरेको एकदम ठिकै रहेछ होइन। एकदम क्लिन बट लिटल बिट स्मल है। एनिवे अब अलिकति एडजस्ट गर्नुपर्ने भइहाल्यो होइन। रुममा टक्क फोटोसोटो खिचाइ भएर चाहिँ ल नि त अब बाहिर जाउँ। बल्ल बल्ल भेट भएको 1.5-2 सालमा बाहिर घुम्नु जाउँ न त भनेर निक्लाइ भयो बाहिर है। बट बाहिरको वेदर चाहिँ एकदम ठन्डा। आम्बो थेट मलाई यता बस्ने बानी मान्छेलाई त एकदम ठन्डा है। उताबाट ओकिनावाबाट त्यस्तो गरम जग्गाबाट आएको मान्छेलाई त कस्तो भयो होला बिचराहरूलाई है। बट एनिवे घुम्न आएको होइन। अलिकति अब ठन्डाको पनि पर्वाह नगरिकन घुम्नुपर्छ भन्ने भएर 4 जना टक्क गफ गर्दै अलिअलि हल्ला गर्दै बाहिर निक्लाइ भयो है। केटोलाई यसो टोकियोको स्काई ट्रीहरू पनि देखाउँदै यसो आशाको लाइन गइदिउँ न त भनेर गइदिएको। मान्छे यति ज्यादा है। फरेनर्सहरू पनि त्यति नै ज्यादा फोटो खिच्ने भन्छ बुढीहरू हो। फोटो खिच्नुको लागि पनि एकदम वेटिङ गर्नुपर्ने। किनभने मान्छे अरू पनि फोटो खिच्ने एकदम ज्यादा है। यताउता यसो वेटिङ गर्दै भए पनि 3-4वटा फोटो खिच्यो। फोटो धेरै नखिच भनेको अब खिच्ने भन्छ है। फोटोसोटो खिचाइ भयो। एनिवे त्यहाँबाट यसो बाहिरको भ्यू हेर्दै अब चाहिँ रात पनि परिसक्यो। यसो खामपाइ गर्न लागौँ न त भन्ने सल्लाह भयो होइन। त्यहाँदेखि चाहिँ 4 जना टक्क याकिनिकुतिर जाउँ भन्ने भएर याकिनिकुलाई टक्क याकु गरेर 4 जना चाहिँ खामपाइ गर्नतिर लाग्यो है। यताउता खामपाइ गरेर 4 जना चाहिँ टक्क याकिनिकुतिर खानु लाग्यो। बाहिर एकदम चिसो भएकोले चाहिँ याकिनिकु चाहिँ एकदम बबाल टक्क बियरसँग है।